कथा राजकुमारीको अन्तिम इच्छा। मानव स्वभाव र परिवर्तनको गहिरो कथा। धेरै पहिले एक विशाल राज्य थियो, कञ्चनपुर। त्यो राज्यका राजा थिए राजा अमरसिंह। उनी शक्तिशाली थिए, तर गर्वीले भरिएका। सबै उनको शक्ति र धनको भयले डराउँथे। उनी दिनहुँ दरबारमा सुनको गिलासमा पानी पिउँथे, 100 नौकरको बीचमा सुत्थे र कहिले कसैको पीडा बुझ्दैनथे। उनकी एकमात्र छोरी थिइन्, राजकुमारी सुरेखा। उनी भिन्न स्वभावकी थिइन्, शान्त, दयालु र सरिदयी। एक दिन उनले बुवासँग भनिन्, बुबा, तपाईले कहिले जनताको पीडा बुझ्नुभयो? तपाईँ त सुनमा बाँचेको जेलभित्र हुनुहुन्छ। राजा रिसाए, राजकुमारी भएर जनताको दुःख के बुझ्नु पर्ने? मलाई मेरो शक्ति चाहिएको हो, सहानुभूति होइन। तर त्यही समयमै राजकुमारी गम्भीर बिरामी परे। वैद्यहरूले धेरै उपाय गरे, तर उपचार हुन सकेन। एक रात राजकुमारीले राजा अमरसिंहसँग भनिन्, बुबा, म जान लागे। मेरो अन्तिम इच्छा छ, 3 दिनका लागि साधारण मानिस भएर बाँच्न चाहन्छु र तपाईलाई पनि त्यो अनुभव गराउन चाहन्छु। राजाको मन गल्यो। उनले सहमति दिए र अर्को बिहान राजकुमारी एक सामान्य गाउँकी युवती झैं बनेर देउराली गाउँतर्फ लागिन्। गाउँमा उनी सरिता भनेर चिनिइन्। उनले खेतमा काम गरिन्, झोला बोकेर बजार पुगिन्, बिरामीको स्याहार गरिन्। गाउँका मानिसहरूले पहिले विश्वास गरेनन्, पछि उनको व्यवहारले सबैको मन जित्यो। त्यही गाउँमा एक युवक बस्थ्यो, नवीन। ऊ साँचो, इमानदार र मेहनती थियो। सुरेखा, सरिता उसलाई मन पराउन थालिन्, तर आफै राजकुमारी भएको कुरा लुकाइन्। गाउँमा अचानक खाद्य सङ्कट आयो। राजा अमरसिंहको राजदरबारले अनाज पठाउने प्रतिबद्धता गरे पनि ऊ मन्त्रीहरूको झुटो सल्लाहमा सबै अनाज सहर पठाए। जनता भोकले छटपटाइरहेका थिए। सरिताले दरबार पुगेर बुबालाई साँचो बताइन्। राजा अमरसिंह स्तब्ध भए। उनकी छोरी, जसलाई उनले कमजोर ठानेका थिए, उसले जनताको पीडा बुझेको थियो, उनी आफैले कहिले नबुझेको कुरा। त्यस रात राजा अमरसिंहले निर्णय गरे, अबदेखि हरेक महिना म राजदरबारबाट निस्केर गाउँमा बस्नेछु। उनले सबै मन्त्रीलाई बर्खास्त गरे, नयाँ निर्णय लिए, गाउँका युवाहरूलाई सल्लाहकार बनाए। नवीनलाई उनले विशेष दूत बनाए र आफ्नो छोरीलाई भनिन्, त मेरो साँचो गुरु हो, तँले मलाई देखाइस शक्ति साँचो भनेको जनताको मन जित्नु हो। अन्तिलौं सुन्दर राज्य, सुन्दर व्यवहार, त्यो दिनदेखि कञ्चनपुर राज्य फेरियो। राजा अमरसिंह नम्र र जनप्रिय राजा भए। राजकुमारी सुरेखा र नवीनको विवाह भयो। गाउँका जनतालाई सम्मान, सेवा र शिक्षा प्राप्त भयो। नैतिक शिक्षा। गर्व, लोभ र अज्ञानता अन्ततः कमजोर बनाउँछ। सहानुभूति, अनुभव र व्यावहारिक बुद्धि साँचो नेतृत्वको आधार हो। धनले होइन, मनले राज गरिन्छ। हामी हरेक हप्ता नयाँ कथा ल्याउँछौँ तपाईँका लागि।
तपाईंका साथीहरूका लागि। कथा मन परे लाइक गर्नुहोस्, कमेन्ट गरेर आफ्नो मनपर्ने पात्र बताउनुहोस् अनि सब्स्क्राइब गर्नुहोस् ताकि कुनै पनि कथा छुट्न नपाओस्। बाल कथा, जहाँ कल्पनाले सिकाउँछ जिन्दगी।